यो हुम्ला यही जुम्लातिरबाट जितेर आएको त्यो ज्ञानेन्द्र साई छ नि, पहिला त ज्ञानेन्द्र साई राम्रै मान्छे हो कि जस्तो लागेको थियो। अहिले ओलीको केपी ओलीको गुहारा आछ क्यारे है, गुहानी साई जस्तो लाग्यो। ज्ञानेन्द्र साई होइन, गुहानी साई जस्तो लाग्यो त्यो संसदमा बोलेर सुन्दाखेरि के। अब मान्छेलाई मर्न बाध्यता पार्यो रे सरकारले, जान जाने नो पार्किङ निरी लगेर रोकेको छ, बाटैमा रोकेको छ त्यसले बाइक। अनि नगर प्रहरी गरेर त्यहाँबाट हटाऊ भनेको छ। अनि भिडियो गर्दाखेरि भिडियो नगर भनेर ऊ नापेर नगर प्रहरीसँग झगडा गरेको छ। के थाहा घरमा बुढीसँग झगडा गरेर निस्केको थियो र त्यसको रिस धारेको थियो कि त्यो नगर प्रहरीसँग अब झगडा गरिरहेको थियो, सन्किरहेको थियो। त्यहाँबाट गएपछि पनि फेरि त्यस्तै गरेपछि नगर प्रहरीले त भन्नु पऱ्यो नि त, सरकारले मर्न तेरो दिमागमा गु भरिया छ क्या ज्ञानेन्द्र साई। त्यो नगर प्रहरीसँग झगडा गर अनि पेट्रोल हालेर आगो लगा भनेर अहिले सरकारले भने हो, गृहमन्त्रीले भने हो, बालन शाहले भने हो। अनि सिट बेल्ट लाउँदैनन् रे। तँलाई त्यस्तै तातो छ, तँलाई त्यस्तै ऊ छ भने गर लगाइदिएन, तँ लगाइदिए गर सिट बेल्ट। यस्तो पागल रहेछ यार यो। पहिला त राम्रै मान्छे त लागेको थियो, अहिले ओलीको ठ्याक्कै ओलीको बोली बोल्न थाल्यो। ओलीको गुहारा आछ है क्या आएको नि यसले।